सम्पूर्णलाई पुनः पुनः शुभकामना। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, पानातिपात वैरमणं शिक्षा पदम समाधियामि भन्ने हाम्रा त्यो बुद्धले दिएका मन्त्रहरू थिए। तर अहिले के गर्नु, हामीहरू त के भन्नु, बुद्धिस्टहरूका उहाँका जो धर्मगुरुहरू हुनुहुन्छ उहाँहरू पनि भट्किराख्नु भएको छ। तसर्थ हामीहरूले उहाँले बताएका भाइ शान्ति सन्देशहरू फैलाउँदै जाउँ, आफ्नो जीवनमा अनुसरण गर्दै जाउँ। गुरु गोरखनाथले भनेका बाणीहरू, गुरु गोरखनाथ जस्तो शुद्ध सात्विक शाकाहारी कोही थिएन। अगर कोही छ भने ल भन्दा मेरो लागि आउनुहोस्। गोरखनाथ जस्तो शुद्ध विशुद्ध लसुन प्याजसम्म गोरखनाथले खानुहुन्न थियो। यो पनि इतिहास छ, पनि घटना हो। सायद कतिपय गोरखनाथका अनुयायीहरूलाई थाहा नहोला, तर जान्न जरुरी छ हामी कुन पन्थबाट आएका रहेछौँ, कहाँबाट आएका रहेछौँ। वैष्णवा नाम यथा शम्भु, शङ्करजीको अवतार, गोरखनाथको अवतार। वैष्णवहरूमा सर्वश्रेष्ठ को भनेको भोलेनाथ। भोलेनाथको अवतारमै गोरखनाथ आउनुभयो। गुरु गोरखनाथ जब हिमाचल जानुभयो, ज्वाला देवीको दर्शन गर्नुभयो। दर्शन गरेर जब फर्किन थाल्नुभयो, ज्वाला माताले भन्नु, गोरखनाथ प्रसाद त पाएर जाऊ, भोजन त गरेर जाऊ भन्दा गोरखनाथले भन्नुहुन्छ, माता माफ गर्नु होला, हजुर त तामसी भोजन गर्नुहुन्छ, म त भाइ मदिपुरी गरेर आफै जो शुद्ध सात्विक वाला परे भनेर भनिसकेपछि त्यसो भए आउँछौ नि, म भिक्षा गरेर आउँछु भनेर म आएर खिचडी बनाएर पाउँछु भनेर गोरखनाथ निक्लिनु भयो। माताले, ज्वाला माताले त्यो भगोनामा पतिलामा पानी चढाएर राखिदिनु भयो कि गोरखनाथ आउँछ आएर खिचडी बनाएर खान्छ भनेर। तर गोरखनाथ आएर फर्किनु भएन, आउनुभयो, यतै आउनुभयो। त्यो पानी अहिले पनि उब्लिराखेको छ। कुनै दिन मौका लाग्यो भने काङ्गडा, जिल्ला काङ्गडामा ज्वालाजी भनेर छ हिमाचलको, त्यहाँ जानुभयो भने प्रत्यक्ष दर्शन छ, पनि घटना छ। तसर्थ अहिले चाहिँ हामीहरू अब महाराजहरूले विशेष गरेर गोरखनाथका अनुयायीहरू एक हुन जरुरी छ। फुटेर होइन जुटेर भनेर नरनाथले हामीलाई के यसैमा जन्म्यौँ, यसैमा हुर्क्यौँ, यसैमा बिलायौँ, फुटेका भाइ जुटेर सबै छुटेका मिलाउँ भनेर भनेको छ। अब त्यो गर्न जरुरी छ अहिलेको समयमा। नत्र नि हामी साधु सन्तलाई भोलि आउनु बस्ने जग्गा छैन। गोरखनाथ नारायणनाथका समाधि स्थलमा त आगो लगाइयो भनिसकेपछि हामी हजुर हाम्रो कहाँ छ। तसर्थ अब अगाडिका हाम्रा युवाहरूलाई जगाउनु होला, हजुरहरू पनि जाग्नु होला। यही भन्दै सम्पूर्णलाई धेरै